आउँदो वर्ष भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी20 विश्वकपको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। यसपल्ट विश्वकपमा एसिया र इस्ट एसिया पेसिफिक क्षेत्रलाई पहिलो पटक एकै समूहमा समेटेर एउटै छनौट प्रतियोगिताको रूपमा सञ्चालन गरिँदैछ। यस प्रतियोगिताबाट जम्मा 3वटा टोलीले विश्वकपमा स्थान बनाउने मौका पाउनेछन्, जसका लागि प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। प्रतियोगिता 1 अक्टोबरदेखि सुरु हुनेछ, जसमा एसिया र पेसिफिक क्षेत्रका गरी जम्मा 9 टोलीले भाग लिनेछन्। ती टिमको सूचीमा नेपाल, ओमान, युएई, पपुवा न्युगिनी, कुवेत, कतार, मलेसिया, सामोआ र जापान रहेका छन्। यी मध्ये केही टोलीले विश्वकप खेलेको अनुभव हासिल गरिसकेका छन् भने केही उदाउँदो क्रिकेट राष्ट्रका रूपमा आफूलाई प्रमाणित गर्न चाहन्छन्। नेपाल, युएई, ओमान र पपुवा न्युगिनी यसअघिका विश्वकपमा सहभागी भइसकेका छन्। कुवेत, कतार, मलेसिया, सामोआ र जापान पहिलोपल्ट विश्वकपको टिकटको खोजीमा छन्। यसैबीच आज यस भिडियोमा हामी यिनै 9 टोली मध्येबाट आगामी विश्वकपमा स्थान बनाउन सबैभन्दा प्रबल दावेदार रहेका 3 टिमको चर्चा गर्नेछौँ। आसन्न टी20 विश्वकप छनौट प्रतियोगितामा शीर्ष 3 भित्र पर्न सक्ने सर्वाधिक बलियो टोली हो संयुक्त अरब इमिरेट्स अर्थात् युएई। पछिल्लो 1 वर्ष यता उसले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार सशक्त प्रदर्शन गरिरहेको छ, जसले उसलाई प्रतियोगिताको प्रमुख दावेदार बनाएको छ। हाल अन्तर्राष्ट्रिय टी20 वरियतामा 14औं स्थानमा रहेको युएईले गत वर्षको अप्रिलमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बन्दै एसिया कपमा स्थान बनायो। उल्लेखनीय कुरा के छ भने उक्त प्रतियोगिता ओमानकै पिचमा भएको थियो, जहाँ आसन्न विश्वकप छनौट पनि हुन लागेको छ। यसले युएईलाई पिच र वातावरण दुवैको राम्रो अनुभव दिलाएको छ, जुन अन्य टोलीहरूका लागि चुनौती हुन सक्छ। युएईको आत्मविश्वास थप उच्च बनाउने अर्को उपलब्धि हालैको बंगलादेश विरुद्धको टी20 सिरिज पनि हो, जहाँ उसले 2-1 को ऐतिहासिक जित निकाल्यो। टेस्ट राष्ट्र विरुद्धको त्यो जित युएईका लागि ठूलो मनोबलको स्रोत बनेको छ। बलिङ र ब्याटिङ दुवै विभागमा सन्तुलन कायम राख्दै आएको युएईको टिम तेस्रो पटक विश्वकपमा स्थान बनाउने अभियानमा छ। एसिया पेसिफिक क्षेत्रबाट आगामी टी20 विश्वकपमा स्थान बनाउन सक्ने अर्को बलियो टिम हो नेपाल। पछिल्लो 1.5 वर्षमा केही महत्त्वपूर्ण अवसर गुमाए पनि नेपालले फेरि एकपल्ट बलियो पुनरागमन गर्दै विश्वकप यात्रा सम्भव बनाउने संकेत देखाएको छ। नेपालले विश्वकप छनौटको तयारीका लागि योजनाबद्ध रूपमा अभ्यास श्रृङ्खला तय गरेको छ। आगामी अक्टोबरमा हुने छनौट प्रतियोगिता अघि नेपालले श्रीलङ्का र अस्ट्रेलियामा अभ्यास गर्नेछ। साथै युएईमा पहिलोपल्ट वेस्ट इन्डिजसँग टी20 अन्तर्राष्ट्रिय श्रृङ्खला पनि खेल्नेछ। यी खेलहरूले नेपाली टिमलाई अनुभव, आत्मविश्वास र योजना निर्माण गर्ने क्षमतामा अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। नेपाल यसअघि 2 पल्ट सन् 2014 र 2024 मा टी20 विश्वकपमा सहभागी भइसकेको छ। पछिल्लो संस्करणमा नेपालले छनौट प्रतियोगिताको सेमिफाइनलमा युएईलाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो। त्यो अनुभवलाई साथमा लिएर यसपालि पनि नेपाल सोही सफलता दोहोर्याउने योजनामा छ। एसिया पेसिफिक क्षेत्रबाट 10औं संस्करणको टी20 विश्वकपमा छनौट हुन सक्ने अर्को सम्भावित टोली हो ओमान। प्रतियोगिताको आयोजक भएकाले ओमानी टिम आत्मविश्वासले भरिएको छ। अघिल्लो संस्करणको विश्वकप छनौट प्रतियोगितामा च्याम्पियन बनेको ओमान यसपल्ट पनि सोही प्रदर्शन दोहोर्याउने लक्ष्यमा छ। तर पछिल्लो समय ओमान क्रिकेट बोर्ड र खेलाडी बीचको विवादले टोलीमा केही अस्थिरता देखिएको छ। प्रमुख खेलाडीहरूले विवादकै कारण देश छाडिसकेका छन्, जसका कारण ओमान कम अनुभव भएका खेलाडीका साथ प्रतियोगिता खेल्ने तयारीमा छ। यद्यपि घरेलु मैदानको फाइदा उठाउँदै विपक्षीहरूमाथि दबाव सिर्जना गर्ने उसको योजना छ। ओमानले हालसम्म 3 पटक टी20 विश्वकपमा भाग लिइसकेको छ। युएई, नेपाल र ओमान मात्र होइन, पछिल्ला केही महिनामा राम्रो प्रदर्शन गर्दै आएका कुवेत, कतार, पपुवा न्युगिनी र मलेसिया पनि शीर्ष 3 मा पर्न सक्ने दावेदारका रूपमा अगाडि आएका छन्। ती टोलीहरूले पनि छनौट प्रतियोगितामा रोमाञ्चक प्रतिस्पर्धा दिलाउने अपेक्षा गर्न सकिन्छ। तपाईको विचारमा चाहिँ एसिया पेसिफिक क्षेत्रबाट आउँदो विश्वकपमा कुन टिम छनौट होलान्? कमेन्ट लेख्न नभुल्नुहोला।